हेलो वेलकम टु न्यू ब्लगमा तपाईलाई स्वागत छ नखतेको नाति। मेरो च्यानलको नाम राई अर्पण 1 मिलियन। आज चाहिँ हामी राति कता जाँदैछौँ भने चुरोट किन्नका लागि जाँदैछौँ। चुरोट खान अलिक गाह्रै भयो क्या चुरोट, त्यही भएर म चाहिँ गाउँ झर्दैछु। अहिले चाहिँ 6:30 भएको छ। यहाँ हाम्रो स्याल काका पनि छ, हाम्रो खर्क सिरिजको स्याल काका हो। अनि उहाँ तल छ हाम्रो कोइच एक्टर हैन। त्यो रातो देखेको चाहिँ पराको जुन हो, कता डुबिगयो यस्तो छ। हे बिजोक छ, बुढी छोड्छस् कि चुरोट छोड्छस् भन्दाखेरि बुढी छोड्छु चुरोट छोड्दिन भन्ने खालको पनि स्थितिहरू मसँग चाहिँ भएको छ। त्यही भएर अलिक गाह्रै छ। सेक्टर रात पढिसक्यो होइन? ठिक छ स्याल काकाजी? ठिक छ। अहिले हामी थुम्कीबाट पनि ठ्याक्कै यहाँ पाइसक्यौँ त, पुल तरिसक्यौँ। घट्टे खोला भन्छ यसलाई चाहिँ। अनि एउटा कुरो चाहिँ के छ भने आमा बुवा तथा दाजुभाइ बहिनीहरू, हाम्रो चाहिँ गाउँमा नयाँ ट्रेक ओपनिङ हुँदैछ टेम्केमयोङ गाउँपालिकामा, टिममा 3 पाङखाङमा। हिजोबाट भन्दा नि आज बिहानबाट खन्ने सुरु गरिया होला। त्यो हेर्नको लागि पनि हामी जाँदैछौँ। के कस्तो छ हेर्नुपर्छ। अनि फेरि त्यहाँ यसो हेर्दै गर्नुपर्छ नि त। हुन त त्यता जिम्मा लिने मान्छे पनि छन्, फेरि आफ्नै तरिकाले खन्ने लाने पनि हुनसक्छ। हेर त्यस्तो चाहिँ अब हामी युवा नै फेरि हेरिएन भने त खतम पो हुने सम्भावना पो देख्छु म फेरि नेपालमा। त्यस्तै पो देखिरहेको छु त मैले। त्यही भनेर पनि झर्दै गरेको। यहाँ सेक्युरिटी गार्ड पनि छ मेरो, 2 जना हो मेरो सेक्युरिटीहरू होइन केटा हो? यस सर भन। मेरो केटाहरू पर त्यो चाहिँ जुन हो। एकदम पूर्णिमाको दिन हामी हिँडिरहेछौँ है। तर भिडियो अपलोड गर्दा चाहिँ म पूर्णिमा भन्दा भोलिपल्ट पर्सिपल्ट पनि हाल्न सक्छु। नेट छैन नि त यहाँ मुख्य त। त्यस्तै छ, के गर्नु नि लैलै जिन्दगी, पैसा कमाउनु सकेन कहिले। हजुरहरूकै आशले गर्दा म बाँचिरहेको छु। सबैजनाले सब्सक्राइबर गरिदिनु होला भन्न चाहन्छु। लाइक सेयर कमेन्ट गरिदिनु होला। के कस्तो लाग्छ हाम्रो गाउँ। आज अब हन्टिङ हान्नुपर्ने हुन्छ कि फेरि यहाँ के हन्टिङ भन्दाखेरि बाटो कस्तो तरिकाले खन त भन्ने हेर्नुपर्ने हुन्छ। यो जुन चाहिँ जहाँबाट पनि देखिँदो रहेछ रातो रातो देखिँदो रहेछ। यस्तो छु अनि पातलेको बोटहरू यस्तो हुन्छ यताको सरर लाएर है। यसरी पो हामी त हिँड्छौँ रातभरि। के गर्नु, हाम्रो फक काका सेल काका पनि फेरि कलाकारिता क्षेत्रमा लागेको 30 वर्ष भयो भन्छ बुढो मान्छे। अझ हिँडै इच्छा एकदम मनैभित्रबाट छ हाम्रो सेल काकाको। त्यही भएर यस्तो गाउँमा पनि बसिरहनु भएको ठाउँमा अब घरिपरि छोडेर नभए कहाँ बस्छ मान्छे, त्यतिकै कहाँ बस्छ होइन। मैले सेक्युरिटी लिएको आजको लागि चाहिँ मैले किनेको हो। 5-5 हजार दिएको छु। यसो गाउँमा देखाउनु भनेर के म पनि चलक छु नि त मान्छे त फेरि लास्टै। यहाँको किन यस्तो चाहिँ बाटो धुलो उड्छ राति। आमामा लडिन्छ है कडा लड कडा। त्यही हो, चिज भन्छ त्यसलाई। स्टामिना चाहिन्छ क्या। घमण्ड पनि के गर्नु।
एक्टर कोइज उहाँको नाम चाहिँ एक्टर कोइज। खुसीको कुरो के छ भने गाउँमा हाम्रो चाहिँ मयुङमा रोड जाँदैछ। यो नयाँ रोड ओपनिङ हो होइन। यस्तो छ है ल दाजुभाइ आमा बुवा तथा दिदीबहिनीहरू हेर्नुहोस्, हाम्रो गाउँमा धेरै पहिलादेखि यो चाहिँ विरोध हुँदै आएको हो। अहिले चाहिँ हामीले दिवाज किरातीले भन्न सफल हुनुभयो। यहीँ छ हाम्रो ल एकदम नयाँ ट्र्याक ओपनिङ यहाँ खनिरहेछ। हामी चाहिँ अब लागियो।